कहिले यस्तो देख्नु भएको छ? प्राइस माथि गयो, तपाईले बाय गर्नुभयो, तर तुरुन्तै मार्केट उल्टो घुम्यो। किन यस्तो हुन्छ? आजको भिडियो हेरेपछि तपाईले बुझ्नुहुनेछ, मार्केट कसले चलाउँछ? रिटेलर कि बिग प्लेयर? र प्राइस एक्सन प्लस भोल्युमले कसरी झुटो ब्रेकआउट र साँचो मुभ छुट्याउँछ? यो भिडियो अन्त्यसम्म हेर्नुहोस्, तपाईको मार्केट हेर्ने तरिका नै चेन्ज हुनेछ। स्वागत छ सबैजनालाई। आजको भिडियोमा हामी कुरा गर्नेछौँ प्राइस एक्सन भनेको के हो, भोल्युम किन महत्त्वपूर्ण हुन्छ, प्राइस र भोल्युमको रिलेसन, रिटेल ट्रेडर भर्सेस बिग प्लेयर, फेक ब्रेकआउट कसरी हुन्छ। पार्ट 1, प्राइस एक्सन भनेको के हो? प्राइस एक्सन भनेको बजारमा कुनै पनि इन्डिकेटरको प्रयोग नगरी केवल मूल्यको उतार चढाव हेरेर फ्युचरमा प्राइसले के गर्छ त्यो अनुमान लगाउने कला हो। यसले भन्छ, बजारमा जे भइरहेको छ त्यो मूल्यमै देखिन्छ। प्राइसले मार्केटमा बायर्स बलियो छन् कि कमजोर, सेलर्स ह्याभी छन् कि छैनन्, मार्केट कन्फ्युज छ कि क्लियर डिरेक्सनमा छ त्यो देखाउँछ। प्राइस एक्सनमा क्यान्डल स्ट्रक्चर, मार्केट ट्रेन्ड, सपोर्ट र रेजिस्टेन्स, ब्रेकआउट/रिजेक्सन हेरिन्छ। याद राख्नुस्, प्राइसले झुटो बोल्न सक्छ, तर भोल्युमले सत्य देखाउँछ। भोल्युम भनेको के हो? सरल भाषामा भन्नुपर्दा भोल्युमले बजारमा कति सङ्ख्यामा सेयर किनबेच भइरहेको छ भन्ने बुझाउँछ। भोल्युमले मार्केटमा इन्ट्रेस्ट छ कि छैन, बिग प्लेयर एक्टिभ छन् कि छैनन्, मुभ स्ट्रङ छ कि छैन त्यो देखाउँछ। प्राइस गाडी हो भने भोल्युम त्यसको इन्धन हो। प्राइस र भोल्युम रिलेसन। केस 1, प्राइस बढ्दै जान्छ प्लस भोल्युम पनि बढ्दै जान्छ। मार्केटमा प्राइस बढ्दै गइरहेको छ र भोल्युम पनि बढ्दै गइरहेको छ भने यसको अर्थ हुन्छ मार्केटमा साँचो डिमान्ड छ। बायरहरू केवल हेरेर बसेका छैनन्, कमिट भएर किन्दैछन्। प्राइस बढ्नुको मुख्य कारण लगानीकर्ताको इच्छा मात्र होइन, बजारमा छिरेको पुँजीको शक्ति हो। यस अवस्थामा हरेक नयाँ क्यान्डल अघिल्लो भन्दा बलियो देखिन थाल्छ। भोल्युम बढ्नु भनेको नयाँ बायर थपिँदैछन् र पुराना बायरले एक्जिट गरेका छैनन् भन्ने बुझाउँछ। त्यसैले यस्तो मुभ बलियो हुन्छ। सरल भाषामा भन्नुपर्दा प्राइस माथि जानु प्लस भोल्युम बढ्नु भनेको स्ट्रङ बुलिश मुभ हो। केस 2, प्राइस तल झर्दै जान्छ प्लस भोल्युम बढ्दै जान्छ। मार्केटमा प्राइस तल झर्दै गइरहेको छ र भोल्युम चाहिँ बढ्दै गइरहेको छ भने यसको अर्थ हुन्छ सेलरहरू डराएर होइन, पक्का निर्णय गरेर बेचिरहेका छन्। भोल्युम बढ्नु संयोग होइन, यसको पछाडि ठोस कारण छ। धेरै मानिसहरूले सेयर बेच्न खोजिरहेका छन्, त्यसैले मार्केटमा ठूलो सेलिङ प्रेसर छ भने देखाउँछ। यस अवस्थामा हरेक बेरिश क्यान्डल अघिल्लो भन्दा अझै डिसाइसिभ हुन्छ। मार्केट बोल्दैछ, यहाँ बायर कमजोर छन्, त्यसैले प्राइस तल झर्दा भोल्युम बढिरहेको छ भने त्यो मुभ रिस्पेक्ट गर्नै पर्छ। यस अवस्थामा किन्ने सोच्नु जोखिमपूर्ण हुन्छ। केस 3, प्राइस माथि जान्छ तर भोल्युम घट्दै जान्छ। मार्केटमा प्राइस बढ्दै गइरहेको छ तर भोल्युम घट्दै गइरहेको छ भने मार्केटले दिएको सावधानीको सङ्केत हो। यसको अर्थ प्राइसलाई माथि धकेल्ने पर्याप्त बायर छैनन्। प्राइस चलिरहेको छ तर पछाडि शक्ति छैन। यस्तो अवस्थामा मार्केट थोरै माथि गएर अचानक उल्टो फर्किन सक्छ। धेरै बिगिनर ट्रेडर यही ट्र्यापमा पर्छन्, त्यसैले यो सबैभन्दा धोकेबाज अवस्था हो। याद राख्नुस्, भोल्युम बिना प्राइस राइज झुटो हुन सक्छ। केस 4, प्राइस तल जान्छ र भोल्युम पनि घट्दै जान्छ। मार्केटमा प्राइस तल गइरहेको छ तर भोल्युम घट्दै गइरहेको छ भने यसको अर्थ मार्केटमा न डर छ न उत्साह भने बुझिन्छ। यहाँ न बायर एक्टिभ हुन्छ न त सेलर्स नै। यहाँ भोल्युम कम हुनु भनेको मार्केटले आराम गरिरहेको सङ्केत हो। अक्सर यस्तो अवस्था मार्केटमा ठूलो मुभ आउनु अघि देखिन्छ। यहाँ ट्रेड होइन, वेट र अब्जर्भ गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ। सबै केसबाट निस्कने मुख्य सार, प्राइस एक्लै कहिल्यै पूर्ण सङ्केत हुँदैन, भोल्युम बिना प्राइस मुभमेन्ट अधुरो हुन्छ। मार्केटले हामीलाई हरेक दिन सङ्केत दिइरहेको हुन्छ, हामीले सुन्न जान्नुपर्छ। अन्तिम कुरा, प्राइसले के हुँदैछ भन्छ, भोल्युमले किन हुँदैछ भन्छ।
अब केही रियल चार्ट एक्जाम्पलहरू हेरेर एज अ प्राइस एक्सन र भोल्युमको कन्सेप्ट अझ क्लियर गरौँ। भोल्युम बढ्दैछ कि घट्दैछ? अब साथीहरू, चार्ट हेर्दा धेरै जसोले अलमल हुने कुरा के हो भने भोल्युम साँच्चै बढ्दैछ कि घट्दैछ भनेर कसरी कन्फर्म गर्ने? यसको लागि हामी भोल्युम मुभिङ एभरेज 20 प्रयोग गर्छौं। भोल्युम MA20 ले पछिल्लो 20 ट्रेडिङ दिनको एभरेज भोल्युम देखाउँछ। जब अहिलेको भोल्युम बार भोलम MA20 भन्दा माथि हुन्छ, त्यसको अर्थ भोलम बढ्दै गएको छ। जब भोलम बार भोलम MA20 भन्दा तल हुन्छ, त्यसको अर्थ भोलम घट्दै गएको छ। यसले हामीलाई प्राइस मुभमेन्टमा रियल स्ट्रेन्थ छ कि छैन छुट्याउन मद्दत गर्छ। केस 1, प्राइस अप र भोलम अप। अब पहिलो चार्ट हेर्नुहोस्। यहाँ स्टकको प्राइस लगातार माथि जाँदै गरेको छ र साथमा भोल्युम पनि MA20 भन्दा माथि गएको देखिन्छ। यसलाई भन्छौं प्राइस अप र भोल्युम अप, केस 1। यसको अर्थ यो स्टक बायर्सको स्ट्रङ कन्ट्रोलमा छ। प्राइस बढ्नु मात्र होइन, भोल्युमले पनि त्यो मुभमेन्ट कन्फर्म गरिरहेको छ। केस 2, प्राइस डाउन र भोल्युम अप। अब दोस्रो चार्टमा जानौं। यहाँ स्टकको प्राइस घट्दै गएको छ, तर भोल्युम MA20 भन्दा माथि नै रहेको देखिन्छ। यो हो प्राइस डाउन र भोल्युम अप, केस 2। यस अवस्थामा सेलर्सहरू एग्रेसिभ छन् र स्टक सेलरको कन्ट्रोलमा गएको बुझिन्छ। केस 3, प्राइस अप र भोल्युम डाउन। अब तेस्रो चार्ट। यहाँ स्टकको प्राइस त माथि गइरहेको छ, तर भोल्युम भने MA20 भन्दा तल छ। यसलाई भन्छौं प्राइस अप र भोल्युम डाउन, केस 3। यसले के संकेत गर्छ भने प्राइस बढे पनि त्यो मुभमा स्ट्रेन्थ छैन। यो र्याली वीक वा फेक हुन सक्छ र स्टक कुनै पनि बेला उल्टो दिशामा जान सक्छ। केस 4, प्राइस डाउन र भोल्युम डाउन। अब अन्तिम चार्ट। यहाँ स्टकको प्राइस घट्दै गएको छ र भोल्युम पनि MA20 भन्दा तल नै छ। यो हो प्राइस फलिङ र भोल्युम फलिङ। यहाँ न बायर्स अग्रेसिभ छन् न सेलर्स नै स्ट्रङ छन्। यस्तो अवस्थामा ट्रेड गर्नुभन्दा वेट एन्ड अब्जर्भ गर्नु नै बुद्धिमानी हुन्छ। फाइनल कन्क्लुजन। यी सबै केसहरू हेरेर डिसिजन लिँदा सिर्फ प्राइस र भोल्युम मात्र होइन, सधैँ यी कुरा पनि हेर्नुहोस्। क्यान्डल स्ट्रक्चर, ओभरअल मार्केट ट्रेन्ड, सपोर्ट र रेजिस्टेन्स लेभल्स। याद राख्नुहोस् साथीहरू, प्राइस डिरेक्सन देखाउँछ, भोल्युमले ट्रुथ खोलिदिन्छ। रिटेल ट्रेडर भर्सेस बिग प्लेयर। स्टक मार्केटमा दुई प्रकारका लगानीकर्ताहरू हुन्छन्, साधारण लगानीकर्ता र ठूला लगानीकर्ता। रिटेल ट्रेडर्स सानो पुँजी भएका व्यक्तिगत लगानीकर्ताहरू हुन्। रिटेल ट्रेडरहरू प्राय बजारमा मूल्य बढेको देखेर भावनामा बहकिएर वा अब छुट्छ कि भन्ने डरले निर्णय लिन्छन्। जब मूल्य अलि माथि जान्छ, रिटेल ट्रेडरहरूले यसलाई साँचो ब्रेकआउट ठानेर बाई गर्न हतार गर्छन्। पर्याप्त सूचना र ठूलो पुँजी नहुने भएकोले उनीहरू प्राय ट्र्यापमा पर्ने गर्छन्। 2. ठूला लगानीकर्ता। यसमा ब्याङ्क, म्युचुअल फन्ड, ठूला व्यापारिक घराना र विदेशी संस्थाहरू पर्छन्। यिनीहरूसँग अर्बौंको पुँजी हुने भएकोले यिनीहरूले बजारको दिशा नै बदल्न सक्ने क्षमता राख्छ। जब ठूला लगानीकर्ताहरूले बजारमा ठूलो मात्रामा शेयर किन्न थाल्छन्, तब बजारमा डिमान्ड सिर्जना हुन्छ। यसले सुस्ताएको मूल्यलाई माथितिर धकेल्न सुरु गर्छ। मूल्य बढेको र भोल्युम बढेको देखेपछि साना तथा खुद्रा लगानीकर्ताहरूमा फोमो, छुट्ला कि भन्ने डर बढ्छ। उनीहरू पनि बजारमा प्रवेश गर्छन्। जब ठूला र साना दुवै थरी लगानीकर्ताहरू एकैसाथ खरिदमा लाग्छन्, मागले आकाश छुन्छ। नतिजा स्वरूप शेयरको मूल्य तीव्र गतिमा माथि जान्छ। फेक ब्रेकआउट कसरी हुन्छ? सुरुमा शेयरको मूल्य बढ्दै गएर एउटा रेजिस्टेन्स बिन्दुको नजिक पुग्छ। त्यो मूल्य देखेपछि रिटेलरहरूले अब मूल्यले यो अवरोध तोडेर माथि जान्छ भन्ने सोच्दछन्। मूल्य बिस्तारै माथि त जान्छ, तर त्यहाँ भोल्युम भने बढिरहेको हुँदैन। मूल्य बढेको देखेर हौसिएका साधारण लगानीकर्ताहरूले अब छुट्ला भन्ने डरले धमाधम शेयर किन्न थाल्छन्। ठ्याक्कै त्यही समयमा बिग प्लेयर्सहरूले प्रफिट बुकिङ गरिरहेका हुन्छन्।
त्यहाँ डिमान्डभन्दा सप्लाई धेरै हुन जान्छ र प्राइस घट्न थाल्छ, जसले गर्दा भर्खरै किनेका लगानीकर्ताहरू घाटामा पर्छन्। रुल: साँचो ब्रेकआउट हुनका लागि प्राइस मात्र बढेर पुग्दैन, त्यसको साथमा भोल्युम पनि अनिवार्य रूपमा बढ्नुपर्छ। कन्क्लुजन एन्ड गोल्डन रुल्स: अन्त्यमा आजको यस भिडियोको सारलाई यी 4 गोल्डन रुल्स मार्फत बुझ्न सक्छौं। 1. प्राइस बिना भोल्युम अधुरो छ। यी दुवैलाई सँगै राखेर मात्र बजारको सही दिशा थाहा पाउन सकिन्छ। 2. भोल्युम बिनाको ब्रेकआउटमा कहिले भरोसा नगर्नुहोस्। 3. मार्केटको एउटा तितो सत्य, जहाँ रिटेलर्स हतारिएर एन्ट्री गर्छन्, प्राय त्यही बिग प्लेयर्सले एक्जिट गरिरहेका हुन्छन्, त्यसैले भिडको पछि नलाग्नुहोस्। 4. सबैभन्दा महत्त्वपूर्ण कुरा, बजारमा पैसा हतार गर्नेले होइन, सही मौकाको धैर्यतापूर्वक पर्खाइ गर्नेले नै कमाउँछ। याद राख्नुहोस्, बजार भावनाले होइन, पैसाको शक्ति र अनुशासनले चल्छ। तपाईलाई आजको यो जानकारी कस्तो लाग्यो? कमेन्टमा पक्कै लेख्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक र शेयर गर्न नभुल्नुहोला। अर्को भिडियोमा अझै यस्तै इन्फर्मेटिभ जानकारी लिएर आउनेछु। तबसम्मका लागि ह्यापी ट्रेडिङ! धन्यवाद।